हेलो एभ्रिवान। आज सन्डेको दिन हाम्रो चाहिँ छुट्टीको दिन रहेकोले गर्दाखेरि आज चाहिँ अस्ति मगाएर राखेको यो जङ्गली सुँगुर यानि कि बँदेल चाहिँ पकाउने भनेर मैले चाहिँ मजाले राइस कुकरमा पहिले उसिने यसलाई लगभग 80% जति चाहिँ पाकिसकेको थियो अलरेडी र त्यसलाई चाहिँ फेरि म पकाउन जाँदैछु र त्यसलाई चाहिने मरमसलाहरू चाहिँ मैले रेडी गरिसकेर अदुवा लसुन प्याजहरू सबै खुर्सानीहरू जिरा मेथीहरू पनि पड्काएर मैले थोरै बेसार हालेर थोरै नुन पनि हालेर यसलाई चाहिँ राम्ररीसँग पाक्न दिन्छु एकछिन हैन। त्यस पछाडि फेरि यसलाई चलाएर एकछिन बिस्तारै बिस्तारै चलाउँदै गरेपछि अलि हैन पाकिसके पछाडि चाहिँ मैले यहाँ अघि साइडमा काटिराखेको टमाटरलाई पनि हालेर यसलाई पनि एकछिन चलाउँदै है थोरै मात्रामा यसलाई पनि लगभग पाक्न लागिसके पछाडि मैले चाहिँ अघि काटेर राखेको मासुलाई चाहिँ हैन बोइल गरिसकेको मासुलाई चाहिँ फेरि लगाएर यसलाई पनि मजालेसँग मरमसलाहरू लाग्ने गरेर नुन पनि हालेर मैले चाहिँ यसलाई मिक्स गरेर एकछिन है छोप्दै थोरैकै मात्र मुर्दै मरमसलाहरू मजाले लाग्ने तरिकाले चाहिँ यसलाई चलाएर मैले लगभग 5 देखि 10 मिनट भित्रसम्म चाहिँ यसलाई यसरी छोप्दै मरमसलाहरू थोरै पानीहरू हालेर चाहिँ मैले पकाएँ। लगभग अब हाम्रो मासु चाहिँ रेडी भइसकेको छ भन्नुपर्छ साथीहरू। लगभग हाम्रो मासु चाहिँ मैले यसो गर्दाखेरि लगभग 15-20 मिनट पछाडि यो रेडी भइसकेको छ। अब यसलाई टक्कसँगले खानासँग हामीले चाहिँ साथीहरूसँग मिलेर खान्छौँ है त साथी।